गुड मर्निङ गाइज। आज चाहिँ हाम्रो वैशाख 15 गते नेपाली चिया दिवस। चिया दिवसको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना। अनि आजकल चाहिँ बजारमा ट्रेन्ड आएको छ कि जेलाई सुकाएर पनि चिया बनाइदिने है नि। तपाईँको गुलाबको फुल सुकायो चिया बनाइदियो, घन्टी फुल सुकायो चिया बनाइदियो। तर लेट मी टेल यु गाइज, त्यो चाहिँ चिया होइन है, त्यो जस्ट सुकेको पात सुकेको फुल मात्रै हो। प्योर चिया भनेको चाहिँ दुधमा उमालेको इलामको चिया बगानबाट चाहिँ पात टिपेर ल्याएको सिटिसी अर्थोडक्स चिया नै चिया हो मेरो लागि चाहिँ। र नेपाली चियाको चाहिँ एकदमै छुट्टै स्वाद, छुट्टै मिठास हुन्छ हैन। कतिजनाले ग्रिन टी पनि खानुहुन्छ होला, बट आई पर्सनली प्रिफर मिल्क टी। हैन, टक्क दुध उमालेको, त्यसमा अलिकति चिनी हालेको, त्यसमा अलिकति चाहिँ अलैँची, सुकमेल, ल्वाङ हालेको, अनि मिठो चाहिँ नेपाली चियापत्ती हालेको चिया चाहिँ माई पर्सनल फेभरेट। र तपाईँले पनि यस्तै मिठो चिया खान मन लाग्छ भने चाहिँ बुटलमा भर्खरै खुलेको सम्धीको चियामा गएर यो टेस्ट चाहिँ लिन सक्नुहुन्छ है। धन्यवाद।